के तपाईहरु झापामा बस्नुहुन्छ र तपाईलाई हाइकिङ सारै मन पर्छ तर कहाँ जाने भनेर थाहा छैन भने हियर आर द टप 3 बेस्ट हाइकिङ ट्रेल नियर झापा। यो चाहिँ पार्ट 2 रहेको छ। नम्बर 1 मा रहेको छ अन्धा राजा रानी हाइक। यो हाइक कम्प्लिट गर्नलाई तपाईलाई 4 देखि 5 घण्टासम्म समय लाग्नेछ। यो हाइक दमकदेखि अलिकति माथि चुलाचुली गाउँपालिका भन्ने ठाउँमा अवस्थित रहेको छ। यो हाइक गर्दाखेरि तपाईले दमकको एकदमै सुन्दर भ्यू पनि देख्न सक्नुहुन्छ। नम्बर 2 मा रहेको छ झन्डी डाँडा। यो हाइक कम्प्लिट गर्नलाई तपाईलाई 3 देखि 4 घण्टासम्म समय लाग्नेछ। यो हाइक सुरुङगादेखि अलिकति माथि कन्काई नगरपालिकामा अवस्थित रहेको छ। यो हाइकको यात्रा भन्दा पनि गन्तव्य एकदमै सुन्दर रहेको छ। यहाँबाट तपाईहरुले बिर्तामोड सुरुङगा सबै ठुलठुला शहरहरू तपाईले देख्न सक्नुहुनेछ। नम्बर 3 मा रहेको छ मैनाचुली हाइक। यो हाइक कम्प्लिट गर्नलाई तपाईलाई 4 देखि 5 घण्टासम्म समय लाग्नेछ। यो हाइक दुधेदेखि अलिकति मास्तिर शिव 87 नगरपालिकामा अवस्थित रहेको छ। यो हाइकमा मौसम खुलेको बेला तपाईले कञ्चनजङ्घा रेन्ज पुरै प्रष्ट देख्न सक्नुहुनेछ। यो एकदमै बिगिनर फ्रेन्डली हाइक पनि रहेको छ। यी 3 हाइक मध्येमा तपाईहरुको फेभरेट हाइक चाहिँ कुन रहेको छ त कमेन्ट गर्नु होला।